हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। भिडियो लाइक कमेन्ट सबै गर्नुहोस् अनि गरिदिनु होला। तर हिजो हामीले धेरै इन्जोय गऱ्यौँ, मजा आएको थियो हिजोको समय। दाइले खाना नास्ता खानुभएको थियो अनि हामी नयाँ ठाउँ गएर ओपनिङ नयाँ सपको ओपनिङ पनि थियो अनि हामीले धेरै इन्जोय पनि थियो। त्यहाँनिर धेरै मान्छे चिनेको मान्छे भेटेको हामीले होइन। तर मैले त्यहाँनिर भ्लग बनाएको थिएन। हिजोको भ्लग हाल्छु भने म तपाईँलाई लिङ्क हालिदिन्छु यसमा, अनि भ्लगमा हेर्नु होला, लाइक कमेन्ट पनि गरिदिनु होला र सपोर्ट दिनु होला। पहिला पनि म भ्लग बनाउँथेँ गाइजमा, तर भ्लग के हुन्थ्यो भ्युज आउँथेन। म यति ट्राई गर्थेँ होइन, भ्युज होइन मेहनत पनि गर्थेँ भ्लग्सहरूमा अनि भ्युज आउँथेन। 10-15 भ्युज पनि मुस्किलले आउने होइन, कहिले 10-15 भ्युज हप्ता दिन लाग्ने होइन। त्यसले गर्दा मैले डिमोटिभ भएर म भ्लगै हाल्न छोडिदिएको थिएँ। त्यो मेरो भ्लगहरू म टिकटकमा हाल्थेँ नि त। म सोच्थेँ कि युट्युबमा नचले पनि टिकटकमा त चलोस् भन्ने सोच्थेँ कि चलिहाल्ला जस्तो लाग्थ्यो। अनि 3-4 साल अगाडि भन्दा अनि मैले बिचमा हालिदिएको थिएँ भ्लग होइन। कहिले स्पेसल मोमेन्ट, कहिले लाज पनि लाग्थ्यो भ्लग हाल्दा होइन। अनि कहिले यस्तो बनाऊ भन्ने जस्तो कसरी नराम्रो मान्छ थिएँ। तर कोही नराम्रो लाग्छ, कसै जस्तोहरूले त मलाई सपोर्टै गरेर चाहिँ कि भ्लग बनाऊ भन्थ्यो मलाई होइन। अनि प्रब्लम के छ, अब त्यो म डेली भ्लग हाल्ने ट्राई गर्छु अनि डेली हाल्ने कोसिस गर्छु होइन। अब राम्रो नराम्रो होइन, अब सकेसम्म त राम्रो नै हाल्ने कोसिस गर्छु होइन, नराम्रो गर्दैन। अनि आज मेरो पनि ढिलो भइसक्यो, जब पनि म ढिलो छिटै जब म सायद छिटो सुत्ने भन्थेँ, टाइमको थाहै भएन। मैले मोबाइल चलाउँदैन, भिडियो पनि एडिट गर्न लाग्थेँ म, अनि थम्बनेल पनि बनाउन लाग्थेँ। थम्बनेल त एआईदेखि मैले बनाऊ, धेरै टाइम त लागेन, तर भिडियो बनाउन एडिट गर्न टाइम लागिहाल्यो होइन। अनि आज पनि के हुन्छ होइन, मेनली मेरो अब आज हेर्ने हो भने आई थिङ्क म अझ हल्का ढिलै जान लाग्छु होइन। आज खाना खाएर अब जान्छु निक्लिन्छु भएर होइन। अनि त्यही भएन आइज आज ल आज मेरो खानामा के पाकेको छ हेरौँ होइन। त आज चनाको तरकारी पाकेको छ। अब हाम्रो मजाले के भन्नुहुन्छ, अब केही दिन मासु नखाने भन्नुहुन्छ, नत्र हामी रेगुलरली खाइरहेको हुन्छ 1-2 दिन छोडेर होइन। मासु किन नखाने भन्दा केही यस्तो रोग आछ भन्छ होइन। मलाई लाग्छ त्यस्तो खासै फरक त पार्दैन होला मासु खाएर पनि, ब्रोइलरको मासु खाएर होइन। त पनि आई थिङ्क हेरौँ केही दिन अब रोक्छौँ होइन। अब त्यो पछि हामी अझै खान लाग्छौँ होइन। अब दाइहरूले त हामीले त हिजै खाइहाल्यो मासु होइन, जे पहिला पनि खाइदियो हामीले, अब त्यो खान्न भनेछौँ हामीले होइन मासु होइन। ब्रोइलरको मासु होइन, फेरि अरू मासु होइन, अरू मासु लिएर खाने हाम्रो प्लानिङ त छ होइन। कि अरू ल्याउला, लोकल लिएर आउँला, राङ्गा मासु लिएर आउँला या ब्रोइलर मासु लिएर आउँला, तर मासु खाने भन्ने सोच हाम्रो। अब हेरौँ के हुन्छ गाइज होइन। आज चनासँग नै अब आज काम चलाउनु पऱ्यो, त्यसरी त हाम्रो घरमा मासु त बनिराखेको हुन्छ गाइज होइन। त गाइज खाना खाइसक्यो, अब मजा आइदिन्छु। ढिलो भइसक्यो, धेरै ढिलो भइसकेको छ गाइज। 11 बज्न लागिहाल्यो, यतिखेर खाना आउने टाइममा खास गरी होइन कामबाट, तर ढिलो भइसकेको छ। अब धेरै नबोलेर जान्छु यार, गर्मी पनि लास्टै छ, गर्मी छ होइन। त्यही गर्नु के होला। गाइज जुकाम भएर मलाई जुकाम भएछ गाइज होइन। गर्मीको बेला मैले नुहाइदिएको थिएँ अनि जुकाम भएर मलाई हालत कस्तो खराब भयो थियो क्या। काम गर्दा पनि काम बिग्रिनु लाग्थ्यो। दिन नै सोच्छु यार काम राम्रै गर्छु भन्छु, तर काम काहीँ न काहीँ बिग्रिहाल्छ होइन मबाट होइन। तर पहिलाभन्दा राम्रो सिकेछु मैले होइन। अब गएपछि हेर्छु क्या लाइटै आएर गएर त गाइज हामी धुर्गली जान लाग्छ, धुर्गली साउन पुग्न जान लाग्छ गाइज होइन। अनि के साउन थाहा छैन, तर साउन पुगेर जान लाग्छ बाटोमा सामान पुऱ्याउने मैले भनेको थिएँ नि त के सामान हो भनेर, थाहा छैन हालिरहेको चाहिँ हुन्छ। गाइज हामी जान लाग्छौँ साउन पुगेर। म जान लाग्छु किनकि मलाई थाहा छ बाटो कहाँ हो भनेर, त्यो भएर जान लाग्छ क्या। त्यही हो। ए बाटो खतरा छ त यार, कहिले भन्ने हो पुल फेरि यो। गाइज हाम्रो साउन पुगेर आइसकेका छौँ। अब हामी जान लाग्यो ठिका कसरी फर्किन आएन, हामी बाटोमा छौँ। हामी एकैछिनमा पुगिहाल्छौँ हामी अहिले। गर्मी पनि गर्मी छ बढी, अन्त सँगै चाहिँ गाइज जाइको त्यही हो। यो बाटो आउनुपर्ने रहेछ अघि है, त्यो बाटो त कस्तो अर्कै बाटो रहेछ, यो बाटो हल्का ठिक रहेछ। सामान पुगेर आइगयो, त्यतिखेर आइगयो ठ्याक्क योमा आइगयो, ठिकैको गफसफ केही भएन, त्यतिखेर आइगयो। गाइज हामी लङ राइडपछि हामी फाइनली टिकापुर पुगिसकेका छौँ। अब हामी यही बाटोमै छौँ, पुगिहाल्यौँ। दाइ कहाँ आउनु त, खाना लानु दाइ सोल्टी
दाइसँग भ्लग बनाउनु भनेको दाइ त खाना हेर्नु पर्यो रहेछ गाइस ल ल अब एकछिनमा चाहिँ भ्लग आउँछ हेर हामी तपाईँ खाना जानु न छोडी जानु न त भोक लागेको छ तपाईँसँग खानु तपाईँलाई तर 1 बजी आइहाल्यो त 1 बजी हाल्यो जानु ल मैले त खाना खाइसकेर आइसकेँ गाइस बाहिर खाएर आउँछु बाजेले भन्छ भिडियो नलान्छु बाजेले मेरो चस्मा एउटै रहेछ त डक्दु बाजे डक्दु दाइ खाना लानुपर्छ हेलो गाइज वेलकम टु माई युट्युब च्यानल भिडियो लाइक कमेन्ट सबै गर्नुहोस् अनि गरिदिनु होला त गाइज हिजो मैले भ्लग बनाउन पाएन किनकि भ्लग बनाउँदा भिडियोको मोबाइलको ब्याट्री सिद्धियो त्यसले कारण त भ्लग्समै बिचमै मतलब रोकियो र मोबाइलको चार्जर पनि थियो चार्जर कसले पो लगेर रहेछ त्यसले गर्दा दिनभरि चार्जरको माग नलागेको दाइलाई चार्जर नै नमिलेर पनि सानोतिर मिल्यो नि हल्का चार्जर गरेँ अनि हिजो भ्लग अब बनाउने भनेको भ्लगै भएन होइन अनि हिजोको भ्लगमा पोस्ट गरौँ भनेको होइन खासै त्यस्तो राम्रो भएको थिएन होइन त्यही भएर मैले अब हिजोको भ्लग र आजको भ्लग मिलाएर हाल्नेछु आज होइन भ्लग होइन आज रातिसम्ममा भ्लग आइहाल्छ चिन्ता नगर्नु होला अनि भिडियोलाई सपोर्ट गरिदिनु होला लाइक कमेन्ट गर्न नबिर्सनु होला होइन त आज के भयो गाइस हिजो के भयो भने हामीले रमाइलो त धेरै गऱ्यो होइन अनि मैले भिडियो बनाउनु भनेको मोबाइलको चार्जर नभएको कारण बनाउन सकेन मैले अनि अर्को मैले बनाऊँ भनेको अरूले पनि के बनाऊँ यस्तो पनि के बनाउँछु भनेर मैले बनाएन कि हिजो होइन आफ्नो मोबाइलमा भयो त म बनाइहाल्छु आरामले होइन अरूको मोबाइलदेखि अब कस्तो भयो दाइले पनि दिइहाल्नुहुन्छ अरे के हो अहिले जान्छु क्या ए भ्लग बनाउन जान्छु एकैछिन जान्छु म अहिले जान्छु क्या अहिले जान्छु खै के हो यार भ्लग पनि बनाउनु म पाइन्न यार त बाजेको दबाई सिद्धिएर चाहिँ त दबाई लिन जान लाग्छु म होइन उहाँ त्यही कारखानाबाटै नजिक छ त्यहीँ साइकलमा आउँछु अहिले आउनेखेरि अनि त्यो भ्लगमा होइन बाजेको दबाई सिद्धिएको बजेले पनि थाहा नै आज बजेको पनि चेकअप गर्नुपर्ने जान्थ्यो 1 महिना अगाडि हामी चेकअप थियो नि डक्टरले के भन्थ्यो 1 महिनापछि फेरि चेक गर्न आउनु होला भनेको बजेले भने बजे भन्नुहुन्छ दबाई छँदैछ म दबाई सिधै जान्छु भन्नुहुन्छ होइन ठुलाले पनि भने अब पछि गएर जाइस भन्नुपर्छ अनि त्यही होइन गाइस बजे तिमी भिडियो पनि बनाउँदिनँ है भिडियो किन बोल्नुहुन्छ कि म बनाउँदै जे गरेर तिमीले के मतलब भयो जान्छु भयो भ्लग बनाउन भिडियो बनाउन भिडियो पनि बनाउँदिनँ नि तपाईँ यार बार के गरेर भन्नुहुन्छ तपाईँले बनायो के भयो त चल्यो भने पैसा आउँछ त चल्यो भने भिडियो पैसा आउँछ त म उत्तिकै बनाउन लाग्छु क्या भिडियो अहिले आउँदैन अब टाइम लाग्छ अब केही वर्ष काम गरेपछि आउँछ पैसा अब भित्र काम गरे पनि त हुन्थ्यो त नि यहाँ किन गऱ्यो त गर्मीमा ल म गएँ है म साइकलमा आउँछु आउनेखेरि सोल्टीको साइकल छ त्यो साइकलमा आउँछु तिमी चेकअप के भोलि आउनु त साइकलमा आउँछु क्या म साइकल ठिक लाग्छ मलाई अनि के भोलि जाउँ त हस्पिटल डक्टरले भने 1 महिनामा चेक गर्ने भने तपाईँ यार कस्तो के भइदियो भने पछि थाहा तलमाथि भइदियो भने के भन्ला केयरलेस नगर्नु न डक्टरले त नि फ्रीमा त हो त त्यो बिमा त छ पैसा लाग्ने हो त हेर्ने भन्नेमा गर्नुहुन्छ ल गाइज म जान लाग्यो दबाई लिन गाइज भ्लग बनाइदियो भने धेरै बनाउँदैन दाइ आइफोन दिनु त दाइ पासवर्ड गर्नुभयो पासवर्ड गर्नुभयो मैले त गर्नु ल चेन्ज गर्नु न दाजु पासवर्ड गर्नु न म थम्बनेलमा राख्ने हो क्या दाजुले पासवर्ड चेन्ज गर्नुभयो भनेर आइफोनको ल मैले गाइस हिजो मैले दाइको अघि मेसेज गर्दै थिएँ कि तिम्रो भाउजूले अफिसमा भनिरहेको छ हेर ए नाम देखाउन नाम देखाउँदैन के कुरा मिल्ला छ दाइ कुरा त मिलिहाल्छ ओइ त मलाई धेरै खुसी लाग्छ दाजु कुरा मिल्ला छ यहाँ हिजो नाइ भने भनिरहेको थिएँ अनि लिसाइदिएको अनि त्यसपछि गएर नमस्ते टाटा बाई बाई भनेर भनेको थिएँ दाइ खुसी हाल्नु भयो त्यो कुरामा अनि सुन न नाइ मैले के भनेको भनेपछि
अब बेलुकी म कुरा गर्दैन टाटा बाहिर भनेको थिएँ नमस्ते भनेर यस्तो फर्म पठाएको थिएँ अनि बिहान आएको 6 बजीतिर फोन आयो भिडियो कल कुरा हान्दिएको अनि फेरि अहिले दिवस कुरा भइरहेको छ तैँले पास सेटिङ मिलिरहेको छ दाजु भिजेको हल्का टेन्सन हुन्थ्यो आज खुसी हुनुहुन्छ यस्तो आइरहेको छ टुङ्गो टुङ्गो आयो अझै कसको भिडियो तपाईँले सेयर गर्नुभएको त मलाई त्यो भिडियो तिमीलाई गर भने क्या के गरौँ बुझ भने कि त्यो अहिले बुझ्छु यस्तो लोयल हुनुपर्छ मान्छे एकदम त्यसो भए दाइको अर्को वर्ष म बिहा हेर्न पाउँछु बिहा अर्को वर्ष होइन ल छिटै गर्नु पर्यो बिहा अनि मेरो पनि बिहा हुन्छ दाइपछि बन्द गर ब्याक टु ब्याक हेलो गाइज त गाइज म बाजेको दुबई लिन दुबई किनेर बाजे पुगाउन जान लाग्छु अनि साथीको सल्टीको साइकल मागेर जान लाग्छु घर पुग्न लागिहालेँ म होइन त्यसपछि भिडियो बनाइहालेँ भ्लग भनेर पनि क्यामेरा पनि उठाइहालेँ मैले अब नजिकै छ मेरो घर आउनु होइन यस्तै जाउँ अब जाउँ त गाइज घर पुगिसकेँ म यो प्रेसरको दबाई अरे यो प्रेसरको मैले ल्याइदिएको दुइटा 370 लाग्यो ल म गएँ त है जानु लाग्यो म एकछिन गर्मी लाग्यो पानी खाएर जान्छु है लास्ट गर्मी जग्गा छन् साइकल चलायो भने त साइकल चलाएर आउनुलाई चाहिँ झन् गर्मी लाग्यो क्या हल्का पानी खायो भने जान्छु म होइन दाइले पनि सपोर्ट दिन लाग्छ गाइज होइन म भ्लग बनाऊ भन्छु नि होइन उहाँ यस्तो सपोर्ट भए त बनाउने हो क्या मतलब कि सपोर्ट बनाउनु सोच्दैन यस्तो म पहिला के सोच्थेँ कि भ्लग बनाउनु सोच्थेँ दाइले नराम्रो मान्नुहुन्छ जस्तो लाग्थ्यो क्या तर आजकल दाइ भन्नु चाहिँ बना भन्छन् दाइले भन्छ म मेरो नि युट्युब च्यानल बनाइदिउँ भन्नुहुन्छ क्या दाइ त अनि मलाई खुसी लाग्छ कि दाइले बना भन्नुहुन्छ होइन म त नराम्रो मान्नुहुन्छ यस्तो बनायो नराम्रो बनायो भने कस्तो आफै के हालेको भन्ने जस्तो डर लाग्थ्यो दाइले बना भन्नुहुन्छ दाइले फेरि भिडियो हेर्नु गएर चाहिँ राम्रो बनाएको छ भन्नुहुन्छ क्या अनि त्यही हो कि खुसी लाग्यो मलाई धेरै खुसी लाग्यो कि दाइले जस्तो भन्नु भनेर त गाइज म जान लाग्यो कारखाना फेरि काम गर्न बजे खुसी हुनुहुँदै हुन्छ त्यहाँ बाहिर गएर जान लाग्यो अब काम गर्न राम्रै जान्छु म त्यही हो हड्काउँ आफै हर्काइदियो अब जान लाग्छु म गएँ त्यहाँ ब्लग बनाउँछु नि त्यसपछि त्यहाँ हेर्नु त गाइज दाजुको पनि युट्युब च्यानल मैले खोलिदिए हालेँ दाइको युट्युब च्यानल अगाडिकै थियो इमेल र पासवर्ड मैले इमेल त त्यही थियो पासवर्ड चेन्ज गर्दैछु दाजुले पासवर्ड थाहा छैन मलाई थाहा छ दाजुले बिर्सेन मैले थाहा पाइहाल्छु पासवर्ड मेरो के हो दाइको च्यानल होइन अहिले एउटा पनि सब्सक्राइबर छैन ल यो रिपेक सब भनेर च्यानल सबै गरिदिनु होला मक्खिहाल्नु म दाजु भने ब्लगहरू आउँछ अब भ्लग आउँछ अब लाइक साइक हानिदिनु पर्यो अब होइन दिएको तपाईँले हाम्रो बुबा हुनु बेसिन्छ यहाँ मेरो त अङ्कल हो बुबुको हस्बेन्ड बस्छ चिया के लियो गर्मीमा चिया खानुहुन्छ तपाईँलाई के भन्ने छ लाइक हाम्रो भाइको भिडियोमा लाइक साइक के गरिदिनु दाइको भन्नु न मेरोमा त आउँदैन भ्युज त म हाल्छु लाइक साइक हानिदिनु रिबेक सिजापतिजीको होइन कन्या गाउँले केटाहरू गएछ केटीहरू भए पनि होइन सम्पर्क राख्नु होला अब त दाइ माइक किन्नै पर्छ जस्तो छ है माइक के माइक किन्नु पर्ने अब मगाउँ महँगो 4-5 हजार रुपियाँ लाग्छ दाइ 4-5 हजार के हो र भाइ के हो यार एउटा नटिकरी बनाइहाल्छ राम्रो वाला किन्न बुझ्यो भने होइन बडीवाला किन्नु बडोवाला क्लियर थियो फेरि एकचोटि मैले किने यस्तो खटेर माइक के त्योभन्दा राम्रो त मेरो एयरफोनमै आउँथ्यो कि माइक त्यस्तो त्यही भएर पैसा नि बढी लग्यो होइन काठमाडौँमा किने भने मम्मीले किन्दै भने मैले यति खराब सोल्टीले यहाँ बनाउँदैनुहुन्छ ल अब गाइस काममा लागिहाल्नु धेरै ब्लग बनाइहाल्यो अब काममै सुरु भएन गाइस ल गाइस फेरि म घर आइगएँ गाइस भाइ भेट्न आएर स्तम्भगढदेखि कि बहिनीले पुगाउन आएको अनि त्यही भएर म पनि अहिले जान्छु एकछिन बस्छु फेरि काम गर्न लागिहाल्छु म फेरि सोल्टीको साइकल लिएर आएँ फेरि मैले अनि अब आइगएँ म घर पुगिहालेँ गर्मी लास्टै छ गाइस बाहिर लगाइदिएँ अर्को चोरिदिएर फेरि साइकल लिएर गर्छ फेरि यहाँ चोरिदिएर फेरि यहाँ हात खराब भएको साइकल चलाउँदा गर्मीमा अप्ठ्यारो छ यति अँधेरो किन छ त एक्लै आइस कस्तो अँधेरो भएको नि के छ देखाउन थिएँ नि डग राम्ररी डग खुट्टा दुख्ने मेरो
हाल्ने म त हाल्दैन बहिनी त्यो कमाउन चाहिँ एउटा क्यामेरा छैन गरेन स्यामसङको नयाँ होइन तँमा 30 दिनमा छ यार यस्तो राम्रो क्वालिटी क्यामेरा आउँछ म नयाँ हो 1 साल भयो मम्मीले भन्नु जस्तो लाग्छ एउटा क्यामेरा यहाँ मैले यस्तै जाऊ कपडा दिइहाल्नु मलाई यार राम्रो राम्रो जाऊ होइन कस्तो बाइक हो त बाहिरको अनि तेरो त के माग्छ त कहाँ जाने छ कि बस्छ एकदिन ए रेस्टुरेन्ट जाउँ त आज कहीँ खाना 500 टाइलिदिनु पर्छ मेरो हिजो नयाँ वर्ष तेरो ह्याप्पी बर्थडेमा ह्याप्पी बर्थडे भन्न बिर्सिहाल्यो ट्रिट दिन्छु म तँलाई आइज जाउँ आइज त म तँलाई खुवाउँछु तँलाई के खाउँ भने आइज फ्राइड राइस खाउँ राम्रो मान्छे ठाउँ नको ओपनिङ छ अस्ति ए बस के कति बज्यो 2 त बजिसक्यो भर्खर 3-4 बजी गएछ न त यसका कति दिन छुट्टी तेरो त्यो छुट्टी छैन इक्जाम होली त्यसो छुट्टी जायो त्यसो अन्त त गाइज मैले वाटरमेलन लिएर आएको थिएन वाटरमेलन खान्छु हामी गाइज अनि हाम्रो झ्याल चाहिँ बन्द गरेर चाहिँ एसी जस्तो लाग्छ होइन गाइज अब एसी झ्याल खोलेपछि सबै जान्छ बाहिर होइन हावा त्यही भएर एसी अरे भ्युज आयो भने पैसा आउँछ बोजू पैसा म तिमीले सुन किन्नुला पैसा सुन अरे बनाउनु देऊ न आइदियो भने पैसा के हुँदैन सुन किन्नुला हुन्छ खुसी खुसी अघितिर भिडियो बनाउनु लाग्यो के बोल्ला कि जा भन्नुहुन्छ मलाई यार मेरो त बिचमा ब्लगै बिग्रेन बाजे तिमी खाने वाटरमेलन तरबुज खाने कि खाने तरबुज खाने कि त्यति पाकेको नरहेछ देख्नु ठुलो होइन त्यति पाकेको नरहेछ चिया नखाऊ बाजे चिया मेगस्टी खान्छौ अरे मेगस्टी खाने अरे अरे त्यति उ नरहेछ फेरि यामा हेर पाकेको कसले ल्यायो यो बुझिले नानीहरू रे बजेस नानीहरू करण मैले त हिजो यार बिहा भएको सपना देखेको थिएँ मैले यार करण मजाक गरेर देखेँ होइन मजाक गरेर के भन्छ भनेर हेर्ने मुस्कान दियो त हेर्नु त बनाएको छ गर्लफ्रेन्ड बनायो भने भन्ने मलाई होइन फेरि मलाई फेरि यो लुकाउँछ कुरा मेरोबाट गर्लफ्रेन्ड गरेर लुकाउँछ त के भयो राम्रै भयो भने त के हुन्छ घरको मान्छे आफ्नो मान्छेले भन्दा के हुन्छ होइन अब 2टा भाउजू हुँदा पनि 2टा भाउजूको कोही साथी छैन कोही बहिनी छैन है त्यस्तो छ मेरो भाइको यस्तो भाइको पनि मिल्दैन मलाई पनि मिल्दैन भाउजू त फेरि त्यो 2टा भाउजू तँलाई माया गर्छन् फेरि मभन्दा बढी माया तँलाई गर्छन् आफ्नै बाउ हो नि त होइन आफ्नै बाबु भन्छन् होइन भयो भने मिलाइदिँदैन होला अब हेड गर नि त भाउजूको बहिनी साथीले त मलाई फेरि फलो ब्याक गरिहाल्यो यार पहिला अनफ्रेन्ड पहिला के भिडियो अन भएको छैन भिडियो अन भएर चाहिँ गाइज पहिला अनफ्रेन्ड गरी दुःख लाग्यो फेरि फलो गरी क्या मेरोमा लाइकै हाल्नु न फेरि यार पानी हाल्नु पानी छ त ल बाजे बिस्तारै खाऊ क्या बिस्तारै ल बाजेको फेसै राम्रो छैन फेरि गुलेछ बजे अब म आउँदैन तिमीहरू आउनु पर्यो अब म आउँदैन धनगढी यार सक्यो अब करणको बिहा बजेर तिमी आउँछु म है केडी भगाएर ल्याएर म यहाँ आइस कोही छन् तर हात लगाउने यहाँ छन् केटाहरू मेरा कारखानामा केटाहरू आइहाल्छन् आइस हाँस्नासी आइस बहिनी हाँस्नासी यसको दाँत दिएको के भयो किन किन हाँस्नासी तिमीहरू मजाक गरे यहाँ तिमीहरू हाँस यार सिरियस भएस् त सिरियस भइहालिस् ल ल म अब खाऊ म पनि खाइहाल्नु यार बनाउँदै खान्छु नि त म राम्रो छ गुलियो छ हेर
देखिने त्यस्तो छैन भने गुलियो छ किन मुगेको छैन मुगेको छैन अब त देखियो हेलो गाइस सबैजना उल्टा पनि खाना खाने अझै खाने बाजे देऊ आइसिदियो त मेरो हातमा छ हिजो ब्लग बनाउँदा मोबाइलको चार्ज सिद्धिहाल्यो त्यसपछि यार ब्लग बनाउन पाएन आज रातभरि मोबाइल चार्ज लगाएर 100% चार्ज लगाएपछि बल्ल आज त ब्याट्री फुल गरेको छु मैले चार्ज लगाएको छु देन अझ गर्न हजुर अरू खाना अझै चिप्स लगिदियो भने नाइ भन्छ जस्तो फेरि चिप्स लगिदियो भनेको चिप्स मन पर्छ ल चिप्स बनाना चिप्स ल्याइदिन्छु यो वहाँ जानु पर्दैन कि यहीँ नजिक छ राम्रो पाइन्छ चिप्स आइरहेको त बसमा लग्ने यसलाई त बसमा पठाइदिने हो ल जान्छ अहिले जान्छस् जाऊ खाए भाइ जानु लाग्यो अब पानी हाल्नु के चाहियो के गर्ने त नि यहाँ छ त यहाँ छ राम्रै गएछ है पुलिसहरू होला फेरि मन त अग्लो छ फेरि धेरै अग्लो बस्छ फेरि मैले हात यस्तो गर्नु पर्यो माथि गर्नु पर्छ त्यसलाई यार एकदिन बस्छ नि त एक्जाम त यसको एक्जाम त बस्थ्यो चिप लग्दैन लग्ने पेन्सिल लग्ने पेन्सिल होइन त कहीँ होइन यता हो बाटै बेच्छु त महँगै छ आजकल यस्तो चप्पल चलेको छैन यार डुमनी लाउँछ आजकल त यी आएपछि आफ्नो साथीहरूले बनाउन लागिहाली खुसी मक्खिहाली के भयो तिमीहरूलाई नबनाऊ ब्लगमा नबनाऊ ल ल अब यस्तै आउँछ नि हेर अहिले आउँछ नि जा वहीँ जान्छ घर देखाउँछु म के गर्ने होस् नबोला के हुन्छ मैले आफ्नो साथीहरूले भने आइसीले बनाउँछ भ्लग रे भ्युज 600 आएको छ यसको भ्युज अब तपाईँको धेरै आउँछ भन्थ्यो के सादा फोन गर्ला के ल ल त राम्रो सिकाएछ है त्यहाँ बस्ने बस भोक लाग्छ भने भन् कहाँबाट नि यहीबाट जाने थिएन सर्ट यही सर्टकट बाटो यही हो ल म अब एकछिन बस्छु अनि त्यसपछि काममा लागिहाल्छु किनभने काम छ भाइ काम गर्नुपर्छ फर्स्ट अफ अल काममै ध्यान दिनुपर्छ काम त गर्नु पऱ्यो गाई कसरी जिन्दगी कसरी चल्ला होइन जाने जस्तो भेट्न त्यो धेरै पातली भयो जस्तो लाग्यो मलाई त यार पहिला भन्दा भन्दा पनि पातली भयो जस्तो लाग्यो मेरो बहिनी क्या बजाइ आएपछि पहिलाभन्दा पातली भयो जस्तो लागेन यो पहिलाभन्दा पातली भयो जस्तो लागेन पहिला त हल्का मोटी थियो त हल्का त मोटी त्यसको थियो बजाइले आफ्नो उबाट किन्नु भयो के भन्छ भने भर्ताबाट के बजे के अरे भत्ताबाट किन्नु भयो त्यो अनि चल्यो एक दुई दिन फेरि के भयो बन्द भयो खुल्ने लागेन पछि हामीलाई त भत्ता भन्नु त झुट भन्नु त अहिले किन बन्द भयो फेरि अब हुँदैन
यो हेर्नु पर्थेन बजार राम्रो ल्याउनु पर्थेन किनभने तपाईँहरू कस्तो लो मान्नुहुन्छ बजार यार होइन कमाउँछन् त हुन यार तपाईँको छ त कमाउने मान्छेहरू होइन तर अरू के होइन भने दराज भएर के फाइदा भएछ मलाई भने यहाँ मिरर हेर्न पायो क्या मलाई मिरर हेर्नु पऱ्यो क्या अरू नभने ल म एकछिनमा खाएर जान्छु गाइज फ्यामिलीलाई भेटिसकेपछि भाइसँग भेटेपछि भाइ गइसक्यो अब काममा लाग्नु पऱ्यो काम गर्नु पऱ्यो अब काम नगरे पनि जिन्दगी कसरी चल्ला गाइजन काम त मन लाएर गर्छु होइन तर बिग्रिहाल्छ मेरो काम होइन तर अब ट्राई गर्छु कि दिनदिनै राम्रो होस् होइन तरै पनि राम्रो दिनदिनै सोध्छु आज त म राम्रो गर्छु सोध्छु क्या सोच जान्छु कि राम्रो गरेर जान्छु म सोध्छु बिग्रिहाल्छ काहीँ न काहीँ के हुन्छ खै किन यस्तो हुन्छ होइन त मेरो हुन्छ अब बिग्रिन्छ अब त्यो ट्राई गराएको छु म हार त मान्दैन तर गर्छु म होइन र अब कामतिर लागिहाल्नु म भाइसँग भाइ जाउन घुम्न जाउन भन्छु त भाइको नि भोलि इक्जाम रहेछ त्यही भएर ऊ गइहाल्यो होइन उसको छुट्टी गइहाल्यो उसको भोलि इक्जाम दिनु पनि परिहाल्यो होइन अब नभए भने त आज यहीँ बसाउँथेँ होइन खाना नास्ता खुवाएर आज यहीँ बस्थ्यो हामीहरू होइन नास्ता खुवाउने भाइ जाने फेरि घरमा मासु ल्याउने छोड्थ्यो मेरो प्लानिङ अनि भाइ गइहाल्यो अब कारखानातिर लाग्नु पऱ्यो कामतिर गर्नु पऱ्यो होइन गाइस होस् गाइस त म अब कामदेखि आइसकेको छु कारखाना गर्थेँ म होइन काम गरेँ मैले अनि कामसम्म पनि आज हल्का राम्रै भयो मेरो होइन अनि हल्का हल्का बाहिर नि रेस्ट गऱ्यो हामीले अनि लुडो पनि खेल्यो लुडो बनाएको मैले भिडियो बनाएन अब धेरै मान्छे पनि थिएन हल्का मैले हल्का नराम्रो फिल भयो कि 18 फिल भयो कि भिडियो बनाउन अनि त्यही भएर मैले ब्लग सो बनाएन त गएर हामीले नास्ता खाइहाल्यौँ अनि नास्ता खाएर सिधा म मोबाइलमा चार्जर मात्रै थियो चार्जर लाउँदै अनि हामी जस्तै आफ्नो काम गर्न थियौँ गीत बजाउँदै अनि म आइला घरमा पुगिसकेको छु अनि त्यही कस्तो गाइस त म अब घर पुगिसकेको छु आज हामीले छिटै नै बन्द गरेँ दोकान होइन किनकि सबैको कामहरू छिटै भइसकेको थियो अनि हामी छिटै आइहाल्यो होइन दोकान बन्द गरेर हो त्यसो भइरहेको छैन त अब के गरौँ हामी छिटै आइहाल्यौँ बहिनीले जुस भनेको थिएँ जुस लिएर आएँ मैले अनि चिसो त खासै चिसो छैन चिसो लिएर आउनु भन्दा थिएँ त्यो चिसो लिएर आउनु भन्थ्यो अघि भेट्दाखेरि अनि मैले चिसो ल्याइदिएँ अनि यो हेर्नु लाग्छ ले हेर ले चिसो छैन है खासै जम्बो 270 भन्दै 200 लिएर आउँथेँ 270 छैन भने छैन भनिदियो त बनाउने माछा बजार उति मिठो माछा बनाउने नि फेरि बजार मिठो मिठो बनाउने माछा तर माछा खान्छ माछा पैसा माछाको पैसा नि मैले दिएँ फेरि जुस पनि ल्याइदिएँ माछा पनि ल्याइदिएँ दादाले दिनुभयो पैसा मैले माछा पनि लिएर आउँछु भनेको थिएँ माछा त मैले बाटोमा भेट्नु बजेँ माछा किने ल्याइदिएँ पैसा अब यता कोकोरा ल्याउनु थियो त 70 रुपियाँको त म ठुलो ल्याउँछु सानो कोको खाला भनेर ल्याइदिएँ त फेरि अङ्कल ल खाना त्यो बुढ्ढा बड्डीले भन्नु लाग्यो ठुलो आउँछ किनभने नाइ भन्नु लाग्यो त हल्का मिठाई बनाउने जस्तो बजाइभन्दा मिठो त माछा त ल त्यो मुखमा माख लगा त मुख लगा मुख माछा हल्का यसमा काट्दै छैन अब बजारले कस्तो पनि नलिन्छ यार दाइहरूले पनि दाइले हिजो अस्ति पैसा दिनुभएको थियो क्या त्यही बनाएको थिएँ मैले आफ्नो भिडियो बनाउनु लाग्छु त्यो बनाएको छैन म त आइथिङ्दैन बाजे ल्याउ बियर खाने भने होइन बियर मैले ग्लासमा हाल्दैछु बियर खाने होइन ल्याउ बियर मैले बियर ल्याइदिएछु खान्नौ म खाइदिउँ त ल्याउ खाऊ बियर बियर खान लाग्यो तिमी भने आजकल पाएपछि त खाइहाल्नु तँमा आएका छौँ कहाँ बियर कहाँ खाने बियर उता खाने ल मेरो हातै खाली छैन बाजे हेर्दा म मोबाइल छ एउटामा यो कफ छ कसरी मैले ल्याउँ होइन गाइज यस्तो बाजे पनि सहयोग गर्नुपर्छ गाइज होइन म नि गर्छु टाइममा होइन अनि बाजेको लागि दबाई पनि मैले आज ल्याएर आएको थिएँ क्या अनि गर्नुपर्छ बाजेको सहयोगहरू होइन मतलब के बाजे जस्तो भने बुढा धेरै छन् क्या 80 करोड हाम्रो बाजे होइन पुरा शरीरहरू पुरा सुकिसकेको छ हाम्रो बाजे अब जे भन्छ त्यो ल्याइदिनु पर्छ होइन गाइज ल बाजे कुर्सी ल्याएर आएपछि ल्याऊ बाजे कुर्सी ल्याऊ कुर्सी ल्याउने भने होइन ल्याऊ कुर्सी पङ्खा चलाइदिए ल खाऊ मजाले खाऊ अझै बियर ल्याइदिउँ त्यतिले पुग्छ कस्तो लाग्यो बियर के त भन
बियर ठिक छ हाई बाजेले जुस दिएर बियर भने मैले मिठो छ भन्नुहुन्छ जुस हालेर दिए बियर हालेर खाऊ भने अघि आउने कि के भने बाटोमा के लिएर आइस भन्नुभयो कि मलाई अनि मैले भने बाजेलाई बियर लिएर खानु भने लिएर आ भन्नुहुन्छ होइन कपमा हालेर भने उसो भने बियर भने मिठो छ भन्नुहुन्छ बियर खाएर त जुस खाएर पनि थाहा छैन मलाई के बियरको मैले पनि जुस खायो त ल माछा को बनाउने हो अब कस्तो के हो फाँडो बनाउने कि बजाइ फ्राई गर्ने ल मिठो बनायो बजाइ मिठो अस्ति हल्का मिठो भयो त फ्राई गरेर पनि माछा फ्राई गर तर मिठो बनाऊ के गाई राम्रो माछा पाक्न चाहिँ गाई माछाको फ्राई बनाएको छ एउटामा त्यसलाई खाइन्छ एउटा पनि खाइ हातमा चाहिँ खाएपछि यसलाई एउटा खाएँ मैले सानो खाएँ चाँडा बिच खाएँ मैले गाई राम्रो चाहिँ भनेन राम्रो चाहिँ लगेन प्याज हेर काँचै छ काँचै छ खाइदिन्छ हजुर मैले मिठो लाग्यो छिटो छ मम्मीले फ्राई गरेको मिठो बनाउँदैन क्या माछा डल्लै जस्तो खाँदै नगर्छु तातो त मुखै बोल्यो गाइस त आजको लागि यति नै भिडियोलाई आज इन गरौँ होइन भिडियो हल्का बढी लामै भइसक्यो आज होइन अनि आज यति नै रहन्थ्यो होइन आज होइन खाना खाइसक्यो पेट भरिसक्यो त होइन भित्र गर्मी होला तर बाहिर यस्तै तल्लो बाहिर आएको म होइन गर्मी आउँदा भित्र तर बाहिर शीतल जस्तो भन्छ त आजलाई यति नै भिडियोलाई लाइक कमेन्ट गर्नु गर्दैन होला आजलाई यति नै थ्याङ्क यू फर वाचिङ